कोई नहीं था मेरे साथ में रोने को, आईने में बैठा गुरु था बस, कहते थे लोग। ब्लॉग न्यू डे न्यू ब्लॉग सो गाइस, हामी चाहिँ यहाँ इटा झार्दैछौँ यहाँ ट्रकबाट है मान्छेहरूले। अनि त्यही हो, म चाहिँ पानी नै जान्छु। खाना खाइसकेको छ मैले चाहिँ, सबैले खाइसकेको छ। अनि हामी चाहिँ रातारात हामी चाहिँ त्यो आएको थियो। अनि 1 बजे चाहिँ निक्लिसकेको थियो हामी। अनि अहिले चर्को घाम लागेको छ। अनि आज चाहिँ फ्राइडे, भोलि चाहिँ आमा खाउने औँसी है। अनि अब जान पाइन्छ कि पाइन्छ के थाहा छैन। म चाहिँ पसलतिर तर्फ लागेको है। अनि त्यही अघि चाहिँ यहाँ धसेर पुरै एकछिन त होइन, पुरै खाल्डो खनेर पुरै यहाँ चक्का पछाडि त्यो पुरै खनेर चक्काले पनि होइन। अनि अब चक्का पनि पम्चर भएको, हावा लिक भएको भन्दै थियो। अब हावा गएर चोकमा टायर मर्मत गरेर गर्नुपर्छ। अनि मेरो दाँतमा चाहिँ अलिकति चिसो केही परेपछि सिलिङ जस्तो हुन्छ कि के भएको है, तपाईँहरूले कमेन्ट गरिदिनु होला। केही होइन, केही राम्रो छैन भने मैले चाहिँ भ्लग हालिसकेको छु होइन। अनि यहाँ चाहिँ केही पाउँदैन होइन। अनि त्यही म पसलतिर जान्छ चिसोहरू अनि पानीहरू जान थाल्यो होइन। घाम चाहिँ गरेको छ, तपाईँहरूलाई जानकारी दिउँ भनेर होइन। अब मामाहरूसँग चाहिँ मैले त्यति बनाएको थिएँ भ्लग। अनि यताको नजारा है, यो हामी चाहिँ ठ्याक्कै यता ढल्केतिर आएर ढल्केबाट अलिकति भित्र होइन, यो जनकपुरबाट भित्र छिर्नुपर्छ। अनि त्यही हो यहाँको यो धनुषा गाउँ, त्यही गाउँ है। अनि त्यहाँ चाहिँ मन्दिर छ, मन्दिरमा चाहिँ खत्रै छ होइन। अनि त्यही हामी चाहिँ चिसो लिन्छ त्यहाँबाटै, मान्छेकोबाट अघिबाट लिएको थियो चिसो। अनि त्यही हो है। अब हामीले चिसो लिन्छ, यता ठुला गाडाहरू छ यतातिर मस्तको नजारा छ होइन। अनि चिसो लिन्छ हामी चाहिँ। चाची चिसो दियो त 1 लट पानी, 1 लिटरवाला जम्मू है देऊ न। यताको नजारा। अनि हामी चाहिँ खाली हुने बित्तिकै अब सिधै हामी उता भन्दाखेरि यहाँ पत्लातिर हामी चाहिँ जान्छौँ है। अनि छोटो भ्लग हाल्नुपर्छ, अब त्यसमा नेट छैन होइन, अलिकति टाइम लाग्दो रहेछ भ्लगलाई पनि। अनि गाह्रै हुन्छ। त्यही हो, यता जस्ता चाहिँ चाँडै तातो हुन्छ कि। कति वर्षलाई 130 वाला छैन पानीमा 25 होइन ल। त्यही गर्मीमा त पाकिहाल्छ हामी होइन। पसिना पनि अहिले आइरहेको छ, हावा पनि चल्यो, पसिना पनि आइरहेको छ। के गर्नु, यस्तै हो जिन्दगी भनेको, चङ्गा चाहिँ है। अनि हामी चाहिँ यताबाट जान्छौँ। अब खाली हुनै थाल्छ, धेरै बाँकी छैन, अलिकति थोरै बाँकी छ होइन। 150 पानीको 25 भनेपछि तिर्नुपर्छ कति पऱ्यो होइन। पैसा अब त्यति म्यानेज गरौँ न अहिले। त्यही हो, यता चाहिँ ठाउँमा पसल छ त्यो उहाँ गएको खाना पनि नपाइने। त्यहाँको मान्छेहरू इटा भट्टा मान्छेहरू राम्रो रहेछ होइन, खाना बोलाएर दियो, ठिकै लाग्यो होइन। त्यहाँको मुन्छे चाहिँ अलिकति नराम्रो, भनेको पनि नल्याइदिने क्या। कुनै त लेबरहरू के अरे त्यो नै हुन्छ, राम्रो नै हुन्छ क्या, बुझ्छ नि त उनीहरू पनि आफ्नो दुःख, हाम्रो पनि दुःख बुझ्छ उनीहरू। ठिकै लाग्यो, खुसी लाग्यो दाइ, धन्यवाद है यति गरिदिएकोमा। राति 10 बजीदेखि 10 बजी खाना पकाएर खुवाएर होइन। हामी चाहिँ 12-1 बजीसम्म इटा लोड भइसकेको थियो। अनि हामी चाहिँ हिँडिदिएको थियो सरासर। सानो कोक लिइसकेको त ल। वाचिङ द भिडियो है, भ्युज चाहिँ आउनु पऱ्यो ल। बिरुवातिरै भेटौँला होइन, बिरुवा झन् पत्लातिरै भेटौँला। यता त्यति पनि सुन्दैन आवाज गाडी।